जेता बादल फोकाखमा खाम खेलै जान्छ भादको त्यो नङ्गो छाते शीतल हावा ल्याउँछ गरम चियाको कप हातमा सम्झनाको छर जिन्दगीको यी तालहरू बग्न बेदर गर्छ सुनको सपना कालो अनुहारमा गया खोलिदिन्छ यी गाउँको वातावरणमा बेनी बजार यहीँबाट लागि बागलुङबाट जाने हो यहाँलाई बेनी बजारमा हार्दिक स्वागत छ। सिधै छैन। बेनी बजारमा केरा चाहिँ उयो हो क्या मिठो कसैले खाएको छ कि छैन। अस्ति तपाईँको साथीलाई केरा लगेपछि खायो। खाएँ नि सर एक त पुरै खाएछ त्यति एक डजन खानु कुन ठुलो कुरो हो र भित्र बिरामी भाजी बेसमारे तङ्ग्रे केटा बेनी बजार पुरो सन्जे त्यही टाइपरलाई बिरामी भएको थियो ज्वरो आएर भयो बेनी बजार है बेनी बजार बेनी बजार बेनी बजार बेनीको बजारमा मान्छे हजारमा बेनीको बजार चलेरो माल बेनीको बजार अगाडिको देखाउँछ अगाडिको देखेछ के भन्नु घर त पत्ता रह्यो के छ घर त चिनियो माछा बागलुङ यता बागलुङ यताबाट जाने रहेछ भन्ने कुरा देखियो। नेपाल बाल सङ्गठन नेपाल बाल सङ्गठन केराहरू लोकल केरा चाहिँ खास रहेन रहेछ। सब इन्डियातिरको केरा केरा त इन्डियाबाट आउने हो र नेपालकै हुँदैन। खोइ नेपालको छैन खालि इन्डियामा रहेछ। चितवनमा केरा त उत्पादन खुब हुन्थ्यो त। नेपालको प्रब्लम चाहिँ इन्डिया जान्छ इन्डियाबाट रोक्नु पर्ने त्यस्तो चिप्स जिल्ला प्रशासन कार्यालय रहेछ त।
चाहिँ के अरे आँप हुन्छ नि त्यो रियो अनि त्यो रोटीहरू बनाउँछ नि त्यसको लागि नेपालबाट सर्लाहीबाट लाग्छ है त्योहरू उनीहरूले आफै बनाउँछन् र आफू त फ्लेभर निकाल्ने होला हौ फ्लेभरको लागि फ्लेभर मात्रै त त्यो त उनीहरूले कुनै केमिकल हालेर बनाउँछ होला नि आफैको त के बनाउँछ होला त त्यहाँबाट लान्छ बेनी टु बागलुङ टोमेटो ससमा 5% मिसाएको हुन्छ अरे त्यो भनेको बागलुङ मिसाएको भनेको 5% मात्रै होइन होला त्यही हो तपाईँको 95 वटा चाहिँ टमाटर 5 वटा फर्सी त्यो भने 5% मिसाउनु फर्सी पनि हाल्छ र साँच्चीकै साँच्चै फर्सी नै हो केरा यस्तो मिठो हुन्छ है यो लोकल हो नि त यहाँ अनि त्यो 5 वटा